वेलकम टु माई च्यानल। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आरामको कामना गर्दछु। म चाहिँ चाउमिन पकाउन आँट्दैछु अनि त्यसको लागि चाहिँ मैले सबभन्दा पहिला कराई बसाएर तेल तताइसकेको थिएँ अनि सबै कुरा काटेर राखिसकेको छु। अहिले चाहिँ म मटर र प्याज अहिले हालेर भुटिराखेको छु। त्यो भुटिसकेपछि चाहिँ म मसरुम हाल्छु। मसरुम चाहिँ राम्रोसँग पाकेन भने गनाउँछ, त्यही भएर त्यो चाहिँ राम्रोसँग चलाएर एकछिन छोपेर हुन्छ कि कसरी हुन्छ राम्रोसँग पकाउने। अलिकति नुन हालेर पकाइदिएपछि छिट्टै पाक्छ। जे कुरामा पनि नुन हालेपछि छिट्टो गल्छ। टमाटर पनि राम्रोसँग नपाक्ने खालको टमाटर छ भने नुन हालेर पकाएपछि पाक्छ। यु वेलकम। अनि यसलाई एकछिनसम्म पकाउँदै छोप्दै गरेपछि कतिखेर पाक्छ त पाएको थाहा पाइन्छ त भन्दाखेरि हल्का पहेँलो देखिन्छ यो मसरुम। त्यही हो, यस्तो भइसकेपछि चाहिँ अनि थाहा पाइयो है यो पाको भनेर। त्यहाँदेखि बन्दाकोपी हालिदिने। म चाहिँ बन्दाकोपी भन्छु, हाम्रो पूर्वतिर चाहिँ बन्दाकोपी भन्छौँ, अन्त चाहिँ बन्दा भन्छन्। बन्दाकोपी भन्दा पनि हाँसिदिन्छन्, तर हामी चाहिँ बन्दाकोपी नै भन्छौँ। काउडी भन्छन्, अन्त अर्को फुलकोपीलाई हामी फुलकोपी भन्छौँ। आफ्नो पारा आफ्नो तरिका, केही छैन। यसरी चलाइसकेपछि यो बन्दाकोपी चाहिँ राम्रोसँग पाक्नु पनि पर्दैन, काँचो नि मिठो पकाएको नि मिठो, जस्तो नि मिठै हुन्छ। त्यसमाथि यो उसिनेको थुक्पा हालिदिने हो अनि एकछिनसम्म चलाउने। नुन थपेर नलाग्ला जस्तो लाग्यो भने नुन थपेर पकाउने। मलाई चाहिँ अर्थक पकाउन भन्दा चाहिँ यो थुक्पा र चाउमिन पकाउनै सजिलो लाग्छ। अर्थक पकाउनु चाहिँ कहिले जाँगर चलेको बेला मजाले पकाउँछु, जाँगर नचलेको बेला चाहिँ मलाई केही पनि पकाउनु मन लाग्दैन। सो अब हामीले यसमा चाहिँ हल्का सोया सस हाल्ने। अनि अर्को ह्याक भनेको चाहिँ यो केचप हाल्ने। केचप चाहिँ अलिक मजाले हालेपछि जुसी पनि हुन्छ, मिठो पनि हुन्छ, हल्का स्विट परेको मिठो फ्लेभर दिन्छ यो केचपले चाहिँ। अनि त्यसपछि त्यसमा चाउमिन मसला पनि हालिदिने। चाउमिन मसला भनेको त चाउमिन मसलै भइगयो, चाउमिनमा हाल्न चाउमिन मसला त चाहियो। अनि त्यसपछि यसलाई सबै थोक मिक्स हुने गरी चलाउने 1000 चोटि चलाउने। अनि 1000 चोटि चलाइसकेपछि यसो नुन चाख्ने। नुन लागेको रहेछ भने ठिक छ, लागेको रहेछ भने अलिकति थप्ने अनि फेरि चाख्ने। फेरि चाख्दाखेरि लाग्यो भने ठिकै छ, फेरि पनि लागेको छ भने फेरि पनि थप्ने। अनि फेरि थप्दाखेरि चाहिँ चर्को भएछ भने चाहिँ म जिम्मा लिँदिनँ। थ्याङ्क यू। अनि त्यसपछि हाम्रो चाउमिन रेडी हुन्छ। अब हामी तातो चाउमिन खान्छौँ। मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धन्यवाद। म यस्तो भिडियोहरू अझै पनि लिएर आउँछु, हजुरहरूले हेरिदिनु होला। दिक्क लागे पनि हेर्नु होला, दिक्क नलागे पनि हेर्नु होला। थ्याङ्क यू सो मच। थ्याङ्क यू फर वाचिङ। अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। बाई बाई। सी यू इन नेक्स्ट भिडियो।